बिजनेसमा अगाडि बढ्नु छ भने हजुरहरूले व्यक्तित्व विकास गर्न जरुरी हुन्छ, अर्थात् बोलीको प्रभाव। हामी कसरी बोलिरहेका छौँ, हामीले धूप सेल कसरी गर्न खोजिरहेका छौँ। हेर्नुहोस् है, कति राम्रो कुरा छ। हेर्नुहोस् है, धूप व्यापार गर्न, कुनै पनि बिजनेस गर्नको लागि हामीलाई सबैभन्दा आवश्यक पर्ने भनेको बोली। मिठो बोल्न सिक्नु पर्यो है। व्यवसाय गर्न कोहीसँग रिसाउने झर्किने गर्नु हुँदैन। यदि उहाँहरूले सामान लानुहुन्छ, अर्कोचोटि त नाइ मन परेन, हजुरको सामान राम्रो रहेनछ अथवा यसमा बास्ना छैन भन्नुहुन्छ भने पनि नि ओके, ठिक छ, सबैलाई मनपर्छ भन्ने पनि त छैन नि, होइन र? मेरो सोचाइ चाहिँ है, सबैलाई मनपर्छ मैले बनाएको सामान अथवा मैले बेचेको कुनै पनि धूपहरू मनपर्छ भन्ने छैन नि त। कतिलाई मन नपर्न पनि सक्छ नि। त्यसमा हामी रिसाएर झर्केर बोल्ने होइन। ठिक छ, हजुरलाई मन परेन, एकचोटि हजुरले चलाइदिनु भयो अथवा एकचोटि हजुरले प्रयोग गरिदिनु भयो, त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद भनेर उहाँहरूलाई हाँसी हाँसी उहाँहरूले सोधेको क्वेसनको एन्सर दिने है। यदि व्यवसायमा अगाडि बढ्नु छ भने चाहिँ हामीले बोल्ने शैलीलाई सुधार्न एकदम जरुरी हुन्छ है।